आज हामी कहाँ जाने हो त घुम्न? आज तिमीलाई ढिलो पनि भइरहेको होला, आज नजाउँ होला हौ। के घर छोड्दिनु? आज त घरमा भनिवरी आएको छु, दिनभरि तिमीसँगै घुम्ने हो म त आज। ए साथीकोमा जाउँ नि त, साथीले पनि बोलाइरहेको होला, साथीकोमा जाउँ नि त एकछिन, भरतिर भेटौँ न भनौँ। होइन होइन, आज म तिमीसँगै बस्ने हो, आज म दिनभरि फ्री हो। त्यही त के गर्ने, कस्तो गर्लफ्रेन्डको त नयाँ भइरहेको छ। के भनेको? ए केही होइन, कस्तो त केही पनि होइन कि। कसको फोन आएको? ए कसैको पनि होइन, एउटा साथीले भेट्न बोलाइरहेको थियो, अनि त्यो भएर। के तिमी आज फ्री नि हो, फेरि साथीसँग पनि के भेटाउनु, के पो गर्नु त। म दिनभरि तिमीसँगै बस्ने हो, बरु यही गाडीमा बस्छु, म कहीँ जाँदिनँ। के गर्ने त यार, साथीले बोलाएको बोलाइ थियो, अब यही गाडीमा बस्छु भन्छौ। तँ अस्तिको तँ को हो तँ? तँ अस्तिको रिदम भन्ने को? ए त्योसँग केही सम्बन्धै छैन मेरो, किन तिमी रिसाइरहेको? त्यही रिदम, त्यहीसँग हो क्या तँ जाने भनेको। तँ त्यहीसँग जा, मसँग बस्नु पनि पर्दैन, तँ त्यहीसँग जा। नरिसाउ न, भइहाल्यो त, पास्ट इज पास्ट क्या। अब दिनभरि तिमीसँग बस्छु भनेर आइसके त मलाई घुमाउन लग न। आज म जाँदिनँ, यही गाडीमा बस्छु म। तँ रिदम भन्ने चाहिँ को, तँ निकाल न पहिला। त्यो पहिलाको कुरा किन गरेको त? किन कसरी पहिलाको हुन्छ? आज म गाडीमा बस्छु, देशकै कुरा गर। बसिराख कि बसिराख। जबरजस्ती भयो भने थाहा छैन मलाई, बसिराख, यही गाडीमा बस, जे गर थाहा छैन मलाई, थाहा छैन, बसिराख। ल बस। झगडा गरेर भए पनि आइयो, कहाँ गइयो? बेबी कहाँ हो? ए खोइ बोलाएको होइन, आउनु। ए ल्याङ्न भएर आउ न। आउँदिन कस्तो यार, तिमी दिमाग खराब नगर्नु, आउ न भन्छु। जान आज उता घुम्नु जाने, उतै बस्ने भनेको होइन, आउ न भन्छु। फोन पो काट्छ म, आउ न हौ दा, कस्तो आउँदिन? ल भयो, छोडिदेऊ, नआउ भयो। ठोक्ने उता पनि गयो, यता पनि गयो यार, के गर्ने, दिमाग खराब भयो, दुवैतिर गयो। म त उता त थियो, हुँदा सादा छोडेर आएको।